10,40,000 समथिङ भएछ। यसमा थप पैसा चाहिँ मैले 3 लाख रुपैयाँ आफ्नो व्यक्तिगत पैसा चाहिँ यहाँ जम्मा गर्नेछु भन्ने म घोषणा गर्न चाहन्छु। पूर्वाधार विकासको चाहिँ जोड दिएको थिए र आज तपाईहरुले हेर्नुहुन्छ भने यो विद्यालय रसुवा जिल्लाको एउटा नमुनाको रूपमा स्थापित भएको छ। तपाई राजीनामा दिनुस् अथवा म कारबाही गर्छु सर, तपाई आजकै दिन डिसाइड गर्नु भने पछाडी उहाँले राजीनामा दिएर जानुभयो। मैले त्यो रिस्क लिनु गुणस्तरीय शिक्षाको लागि थियो। नो इफ नो बट भनेर मैले यो विद्यालयलाई +2 सञ्चालन गराउनु पर्छ भनेर मैले 47 वर्ष पछाडी यो विद्यालयलाई +2 सञ्चालन गर्ने एउटा जुन अवसर मिल्यो र मेरो यो ऐतिहासिक मैले ठानेको छु। यो विद्यालयमा बोर्डिङ सरह चल्नुपर्छ भनेर त्यो सुरुवात भएको छ। आज अबको यो शैक्षिक सत्रदेखि 3 क्लासमा पुगेको छ मिडियम इङ्ग्लिस मिडियमबाट यो विद्यालयमा चाहिँ पढाइ भइराखेको छ भन्ने कुरा तपाईहरुलाई अवगत गराउन चाहन्छु। मैले यो विद्यालयको 1 रुपैयाँ तलमाथि गर्नुहुन्न। यो विद्यालयलाई चाहिँ भोलि यही पैसाले गर्दा यो पैसाले नै हाम्रो चाहिँ विभिन्न शिक्षकहरू हामीले नियुक्ति गर्न सक्छौं। यही पैसाले शिक्षक नियुक्ति गर्न सक्छ भविष्यमा भनेर 1 रुपैयाँ जम्मा गरेर आजको दिनमा चाहिँ 10,40,000 रुपैयाँ चाहिँ जम्मा भएको छ। अध्यक्षको पदबाट म बिदा लिँदैछु। मैले मेरो नेतृत्वमा 10,40,000 समथिङ भएछ। यसमा थप पैसा चाहिँ मैले 3 लाख रुपैयाँ आफ्नो व्यक्तिगत पैसा चाहिँ यहाँ जम्मा गर्नेछु भन्ने म घोषणा गर्न चाहन्छु। म निर्वाचित भएदेखि मैले भनिराखेको छु, भनेको थिएँ, मैले घोषणा गरेको थिएँ कि मेरो तलब भत्ता सामाजिक सेवामा लगाउँछु भनेर। मैले विभिन्न चाहिँ स्थानहरूमा र गाउँको कोही बिरामी हुँदा, कुनै एक्सिडेन्ट हुँदा, कुनै चाहिँ तपाईको कसैलाई अप्ठ्यारो पर्दाखेरि मैले विभिन्न स्थानमा मैले सहयोग गर्दै आइराखेको छु। यो विद्यालयलाई कुनै पनि हिसाबले चाहिँ यो विद्यालयलाई बिगार्न दिइन्न। यदि बिग्रिन लागेछ र बिगार्न लागेछ भने त्यसमा सबैभन्दा अगाडि म आउनेछु। जिन्दगीको पहिलो जागिर चाहिँ मैले 2 वर्ष यही विद्यालयमा शिक्षण गरे शिक्षक नियुक्ति भएर चाहिँ पढाएको थिएँ। त्यो पहिलो ब्याज हाम्रो प्रतीक सरहरूको ब्याज थियो। यो विद्यालयको विद्यार्थीहरू राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा पनि परिचित हुनुपर्छ र विद्यार्थीहरू कुलतमा नफसोस्, कुलतमा फस्नबाट बचोस् भनेर खेलकुदको माध्यमबाट मैले आफै टाइम दिएर मैले केही खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोल्ड मेडल लिस्ट समेत मैले गरेको छु। मैले समय दिइराखेको छु। यो विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदबाट म आजको दिनबाट म बिदा लिँदैछु। मैले यो विद्यालय जुन दिनदेखि जिम्मा लिएँ त्यो दिनदेखि मैले यो विद्यालयलाई नमुना बनाउनको लागि खटेको थिएँ, दुःख गरेको थिएँ। आज निर्वाचित हुने सदस्य अध्यक्षहरूले पनि यो कामहरू गर्नुहुन म शुभकामना व्यक्त गर्दै र आज एकदमै सभ्य भव्यताका साथ यो विद्यालय व्यवस्थापन समिति गठन गर्नको लागि तपाईँ हामी सबैजनाले साथ दिनु होला। यो विद्यालयमा यति पैसा रहेछ भनेर त्यो पैसा हेरेर होइन, यो विद्यालयमा म समय दिन्छु। यो विद्यालयको चाहिँ एउटा शैक्षिक गुणस्तर, यो भौतिक पूर्वाधारको विकासमा म योगदान दिन्छु र यो विद्यालयलाई जुनसुकै बेला जे पनि गर्न म टाइम दिन्छु भनेर तपाईहरु आउनु होला र कुनै पनि पार्टी, कुनै पनि व्यक्ति विशेष यहाँ आरोप प्रत्यारोप नगरिकन आजको दिनमा चाहिँ तपाईहरु पदको लागि म भनेर आउने र भोलि काम नगर्ने त्यो नहोस्। व्यवस्थापन समिति सभ्य भव्यताका साथ एकदमै एउटा ऐतिहासिक रूपमा चाहिँ
गठन होस् भन्दै यो शुभकामना व्यक्त गर्दै यो उद्घाटन सत्र यही समापन भएको घोषणा गर्न चाहन्छु। धन्यवाद।